कसको नानीहरू होला है यसरी यो बिच बाटोमा बस्ने भनेको त अहिले तपाईँलाई आयो अरे क्या सुहानाले चाहिँ। अनि सानी नानीलाई चाहिँ यी नानी चाहिँ कसकी नानी हो भनेको चाहिँ पो लागिरहेको छ। सुहानालाई चाहिँ छिनमा फन्टा चाहिन्छ, कोक चाहिन्छ होइन। अनि यो अहिले चाहिँ एनर्जी ड्रिङ्कको धेरै विज्ञापनहरू छ नि त, एनर्जी ड्रिङ्क त झन् देख्नै हुँदैन, यो किन्दिन्न भनिहाल्छन् क्या सुहानाले चाहिँ। अनि दिदीबहिनी चाहिँ यति मजाले मिल्छन्, सुहाना र हाम्रो यो करिश्मा बहिनी होइन, यति मजाले मिल्छन्। सुहाना बहिनी र करिश्मा बहिनी चाहिँ एकदम मिल्ने है। अनि त्यस पछाडि चाहिँ मेरो चाहिँ बानी के छ भने सानो सानो भिडियोहरू पनि ट्याक्कै बनाइहाल्ने क्या। अनि यस्तो कस्तो हुन्छ भने यस्तो भिडियोहरू बनाएर राख्यो भने चाहिँ भोलि पर्सिको लागि चाहिँ मेमोरी हुँदो रहेछ क्या। यसरी यहाँ गएको थियौँ त्यहाँ गएको थियौँ भनेर। यो चाहिँ हामी चारालीमा छौँ होइन, चारालीमा चाहिँ यसरी जाँदैछौँ, त्यस पछाडि हामी कहाँ जाँदैछौँ भनेर म तपाईँहरूलाई नेक्स्ट पार्ट 2 भिडियोमा भन्ने छु होइन, अहिले चाहिँ भन्दिनँ है ल कहाँ जाँदैछु भनेर। अनि त्यसपछि सुहाना चाहिँ सुहानाको बाबाको हातमा मात्रै हिँडिन् होइन। अनि सुहानालाई फन्टा एकदम फेभरेट, मैले अघि पनि भनिहालेँ, यस्तो खानु हुँदैन भनेको। फेरि गर्मी छ, झापामा अत्याधिक मात्रामा गर्मी, घाम, ओ माई गड टाउको दुख्ने त्यस्तै होइन। अनि सानो नानीको मम्मी चाहिँ उतापट्टि त्यो मोबाइल तेर्साइरहनु भएको छ नि, सानो मम्मीको मम्मी हो उहाँ चाहिँ होइन। अनि सानो नानीले मलाई पनि भन्दै छिन् होइन, मजाले बोल्ने बानी त होइन, तर देख चाहिँ भन्छन् होइन। अनि त्यस पछाडि सुहानाले बिर्कोली हालेर खुवाइदिन् बहिनीलाई, यति माया गर्छन् नि सुहानाले चाहिँ बहिनीलाई हो। अनि त्यस पछाडि हामी गाडीमा चढ्यौँ होइन। मैले म कहाँ जाँदैछु हामी कहाँ जाँदैछौँ भनेर तपाईँलाई चाहिँ भन्दिनँ होइन, पार्ट 2 मा भन्छु ल कहाँ जाँदैछौँ भनेर। तर एकदम धेरै रमाइलो भइरहेको छ अहिलेसम्म चाहिँ। यो गाडीमा हिँड्न चाहिँ एकदम धेरै गाह्रो हुन्छ क्या। किन गाह्रो हुन्छ त्यो हुन्छ नि, यो गर्मी त्यस्तै, अनि दङ यो गाडीमा त धुलो त्यस्तै है। अनि त्यसपछि गाडी ठ्याक्क चार्ज गर्नुपर्ने भन्नुभयो उहाँले है। अनि ड्राइभर दाइले गाडीलाई चार्ज हाल्नुपर्छ 10-15 मिनट भन्नुभयो। त्यस पछाडि यो गाडी चट्ट हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने नि, त्यो फिल्ममा किडन्याप गर्ने गाडी हुँदैन, किडन्याप गरेर हाल्ने खालको गाडी त्यस्तो देखिन्छ होइन। सुहानाको वरिपरि चाहिँ मौरी घुमिरहेको थियो क्या। सुहाना चाहिँ मौरीदेखि भागिरहेको थिइन् क्या। मौरीले आउँछ खालि मलाई मात्रै टोक्छ भन्दै रिसाउँदै पनि थिइन् सुहानी। अनि त्यसरी रिसाउनु हुँदैन भनेको। अनि सुहानाको बाबा चाहिँ अगाडि झोला बोकेर हिँडिरहनु भएको छ। सानी नानी चाहिँ आइसक्रिम खान पाए त हुन्थ्यो भन्दै मन पनि जिब्रो मुख पनि मिठ्याउँदै आउँदै छिन् सानी नानी चाहिँ होइन। अनि त्यस पछाडि मैले आइसक्रिम किनौँ कि क्या हो भनेको, फेरि होइन यस्तो तातो घाम छ, नानीहरूलाई चिसो एकैचोटि दिनु हुँदैन भनेर भन्नुभयो सबैजनाले। अनि मैले ल नि त त्यसो भने नखाऊ आइसक्रिम, एकछिनतिर चिसो पानी खानुपर्छ, खाजा खानुपर्छ, के खानुपर्छ भनेर मैले फुल्याएँ होइन। सुहानाले चाहिँ खानै भनिरहेको थिइन्। अनि त्यस पछाडि यहाँ बहिनी सानी बहिनी सुहाना बहिनी भएपछि चाहिँ एकदम खेल्ने मिल्ने होइन। अनि त्यस पछाडि चाहिँ सुहानाले पनि बहिनीलाई यति मजाले हेर्छिन्, यति माया गर्छिन् है। त्यस पछाडि यो गाडी चार्ज हाल्ने ठाउँमा छौँ हामी चाहिँ अहिले। अनि यहाँ चाहिँ टिकटक बनाइराख्नु भएको छ, फोटो खिचिरहनु भएको थियो। सानी नानी झन् यति राम्रो नाच्छिन्, हेर्नु न यति मजाले नाच्छिन्, हेर्दा पनि गुडिया जस्तै छिन् सानी नानी है। अनि सुहाना दिदी सिकाउने